चिप्ल्यो भन्दा गइन्छ नि फेरि हेर त ठुलो पल्टिनु भयो पारि यस्तो अब यो कि न यहाँदेखि उक्लिन सकिन्छ न त्यहाँदेखि आज गेम हार्नेमा सबभन्दा ठुलो भूमिका उहाँ सरको छ रिसाएर उधुम भएर गर्ने त्यसमा Good morning and what's up beautiful people, this is your voice Sorar and welcome back to the new episode of SRS Vlog. आज चाहिँ दसैँ र बधा दसैँ 2082 सालको सबैजनालाई शुभकामना। तपाईँ जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ जुनसुकै अवस्थामा हुनुहुन्छ दसैँलाई भरपुर इन्जोय गर्नुहुन्छ भन्ने मेरो ठुलो आशा छ र यो चाहिँ मेरो बिल्कुल नयाँ भ्लग है र दसैँको दिनमा मेरो भ्लग सुरु हुँदैछ अनि आज चाहिँ दसैँ विशेष भ्लग रहनेछ र आज म गाउँमा छु मम्मीको हातबाट टिका लाएर म जानेछु मामाको घर र त्यहाँ के गर्छु सब अन्तिमसम्म हेर्न नभुल्नु होला है अपडेट दिइरहनेछु म। यस्तो बवाल गरेछ है बादल लागेर आम्बो 360 भ्यू हेरौँ है गाइस 360 भ्यू बवाल छैन त अनि जता हेऱ्यो त्यति रमाइलो ओहो किसिमै छ नि है। ल यस्तो भ्यू हेर्नलाई चाहिँ मेरो भ्लगमा मात्रै आउनुपर्छ है वाइल्ड छ आजको भ्यू चाहिँ। लुक एट दिस गाइ ठुलिआमाले यहाँ के गर्दै हुनुहुन्छ यसो कपडा दुईजना मिलेर कपडा धोइराख्नु भएको छ। यस्तो हुन्छ माया भने दुईजना मिलेर कपडा धुने। अनि हाम्रो कान्छा चाहिँ यहाँ के चिर्दैछौ त कान्छा? ए यहाँ कुकुर प्लेसमा भात खाएर मोबाइल यता राखेर कान्छो काम गर्दैछ। हेन्सम कान्छो हाम्रो घर होइन गाउँकै हेन्सम हो क्या यार भनेपछि आफ्नै गाउँमा नि चिनेनन् मलाई। हाम्रो पिजी दसैँ ए काक्ती यता छ अनि यता मकै अनि हाम्रो कान्छी बहिनी अनि हाम्रो मम। ल ठुलबा र ठुलिआमाको सुरु भयो है। आशीर्वाद राम्रो दिनु होला ठुलबा। साथीलाई मलाई हेरेर गरे मलाई माया गरे आउँदाखेरि के नभन्ने रे हेरेर गरे भन्छु के आउँदाखेरि एकदम सिधो माया गर्नु प्रस्पेट लगाएर आउने बेला यस्तो एक बोतल बियर सट्राइ दिनु गप्प खुट्टा धोगेर हेर त ठुलो पल्टिनु भयो पारि ओहो लागियो है मामाको घरतिर लागियो। अब कति बज्यो अहिले 2 बज्न 5 मिनट 10 मिनट 5 मिनट 8 मिनट जस्तो बाँकी छ। म पुग्छु होला 1-1.5 बजेसम्म 2 घन्टा 1 घन्टा 1.5 घन्टामा पुग्छु होला 3 साढे 3 सम्म। त्यसपछि त्यहाँ गएर एकछिन रमाइलो हुन्छ रमाइलो कार्यक्रम बल खेल्ने होइन त्यसपछि अरू काम गरिदिन्छ। ओके बाटो फेरि पहिरो लडेर बस्दैछ यहाँ पहिरो लडेर भर्खरै खनेको हामीले नै खनेको बाटो पहिरो लडेर दोस्तै घर त्यता त्यो छ जङ्गल। ए भगवान हाम्रो 40,000 को बाटो बिग्रियो छ यहाँदेखि 2टा खुट्टा हट्ने मात्रै बनाएको छ यत्रो पहिरो गएर। ए भगवान गाउँघरमा चाहिँ यस्तो अँध्यारो बाटो हिडौँ भगवान हिडौँ तर बाटो छैन जस्तो छ यहाँ। ए भगवान कसरी हिँड्ने हो र यस्तो बाटोमा म लोटे भने गाह्रो हुन्न र
बन्डेले हिँडे जस्तो पनि छ। ए भगवान्, कहाँ देखि मलाई कहाँ भ्यू, म कहाँ गएँ? ए भगवान्, गाह्रो भयो है मलाई, गाह्रो भयो। यस्तो अवस्थामा आइहाल्छ अब। यहाँदेखि काँडा छल्दै जानु भने त कहाँ कहाँ जान्थ्यो है। बाटो त बबाल छ होइन, भ्यू पनि बब्बाल छ होइन। गाउँघरमा आउनुपर्छ, बब्बाल बब्बाल भ्यू देख्न पाइन्छ है। आज दसैँको दिन होइन, ठिक्क न पानी पऱ्यो, घाम पनि कस्तो टाइममा आइरहेछ। जब बादल जान्छ त्यसपछि घाम लागिरहेछ, तर त्यस्तो चर्को घाम पनि लाग्यो होइन, अनि पानी पनि परेको छ। यो हो नि त ब्युटी होइन, के हो र, बब्बाल छ है। दिस पनि हेर्थ्यौँ, त्यस्तो छ बाटोको अवस्था। अलिकति चिप्लियो कि दाँटे ढुङ्गामा लागेर झर्छ गरे, अरू त त्यस्तै हो। म तपाईँहरूले एउटा इन्ट्रेस्टिङ कुरा देखाउनु गइरहेको छु है। कस्तो इन्ट्रेस्टिङ भन्दाखेरि, म सानो हुँदाखेरि होइन, यहाँ आउँदाखेरि यो ठाउँ लास्ट डराउँथेँ कि है। यो ओडार छ है, अनि यो ओडारको नामै बौला बस्ने ओडार हो। यहाँ चाहिँ खतरा हो कि यो पार्ट होइन। अनि म चाहिँ यहाँ बौला बस्छ अरे भनेर भन्नुहुन्थ्यो, मम्मीले भनिदिनु भएको थियो। अनि लास्ट डर लाग्थ्यो यहाँ आउँदाखेरि। अनि यो बाटोमा ठिक्क हिँडेर आएको बेलामा सिम गरेर दौडिन्थेँ, यता पनि यतातिर आउँदाखेरि यता दौडिन्थेँ, अनि उता जाँदाखेरि त्यहाँदेखि यस्तो दौडेर जान्थेँ क्या, वाइल्ड। चाहिँ लास्ट डराउँथेँ है मैले, अहिले त फेरि जे आए पनि डर लाग्दैन। त्यो बच्चा हुँदाखेरि जसले पनि डराउने हुन्छ है। तपाईँ कसले भएको छ, कसैले भनिदिएकोमा डर लाग्ने, त्यो ठाउँै देखेर डर लागिराख्ने पछिसम्म कसले भएको छ प्लिज कमेन्ट डाउन बिलो, ओके। घर चाहिँ यस्तो ध्वस्तै भइसक्यो, उता पनि ध्वस्तै भइसक्यो। अब जङ्गलको बिचमा एउटा घर थियो, त्यो पनि ध्वस्त भइसकेको छ। अब मान्छेहरू सबै राम्रो ठाउँमा अनि अलि सुविधा सम्पन्न ठाउँमा खोज्न लागि सबै सुविधा भएको ठाउँतिर जानु लागिसक्यो, सहरतिर होइन। गाउँतिर घरहरू त पनि यस्तै त रहेछ। यी त्यो टोइलेट होला, वासरुम पनि थियो क्या दुईवटा, अनि त्यो पनि गएछ। यस्तो छ अवस्था। ल कहिले नहिँडेको बाटो पनि हिँडिरहेछ, न्यू अनुभव। कहिले नगएको ठाउँ पनि बाटो पनि हिँड्नु पर्ने रहेछ जिन्दगीमा है। यस्तै हो साथीभाइहरू, यस्तै हो साथीभाइहरू। म तर्न खोला रहन गाह्रो होला जस्तो छ मलाई है। कसैले आउनु पऱ्यो तराइदिन। लुक एट दिस, चिप्ल्यो भन्दा गइन्छ नि फेरि। लुक एट दिस। कि न यहाँदेखि उक्लिन सकिन्छ, न त्यहाँदेखि। अब कसरी जाने होला म, गाह्रो पर्ने भयो त। यस्तो गरेर जान्छु, उता उता त्यहाँ उता त्यहाँ, अनि यसरी। टेक्नोलोजी यो मेरो सब, यो मेरो गोबर भरिएको दिमागको कमाल हो है गाइस। फेरि कहिलेकाहीँ गोबर भरिएको दिमाग पनि काम लाग्छ है। के हो र, सधैँ बदम र काजु भएको दिमागले मात्रै काम गर्ने होइन कि, कहिलेकाहीँ केही नभएको खालि दिमागले नै काम गर्छ होइन।
मलाई चाहिँ त्यस्तो लाग्छ है, तपाईँहरू कस्तो लाग्छ भनिदिनु होला। के भयो जता हेऱ्यो उतै राम्रो, जता हेऱ्यो उतै राम्रो भाग, बिल्कुल नयाँ भागमा फेरि अब धानबारी हेऱ्यो, धानबारी राम्रो भन्ने अर्को नयाँ भाग आउँदैछ। त्यो चाहिँ के हो, धानबारी हेरौँ, धानबारी राम्रो। लुक एट दिस, यो फाँट पनि बब्बल छ होइन, फाँट मात्रै होइन त्यो पारीको धान खेत यताउति पनि होला, माथितिर छ देखाउन मिल्यो भने। आजको बादलको त कुरै नगरौँ, बादल त एक्स्ट्रा अर्डिनरी लेभलमै छ है। उकालो आयो, शरीरमा पसिना पनि आयो, गाह्रो पनि हुन लाग्यो, तर भलिबल खेल्न जाने भनेपछि जोस चाहिँ आइहाल्छ है। फेरि हल्का कम मात्रै भयो, अहिले पुगिसकेपछि फेरि रमाइलो फेरि खत्रै नेक्स्ट लेभलको हुन्छ नि। 2 बजी हिँडेको म चाहिँ अहिले भएछ 3:15, 1.5 घन्टा लाग्यो मलाई यहाँसम्म आउनलाई। 1.5 घन्टा भन्दा 1 घन्टा। बब्बाल चौरो नाच्नु चाहिँ दामी छ, दामी। लुक एट दिस, दामी 360 भ्यू नै बब्बाल छ यसको। लुक एट दिस, त्यो नाले झन् खतरा भएको। अनि म यतिरहेको स्पेस पनि बब्बाल छ है। 10 मिनट हिँडेपछि थाकिसकेको थियो झन्। अनि यो सम्म के भन्छ यसलाई यार, पाटन भन्छ होइन, पाटन जस्तो ठाउँ देखेपछि अलि रिलिफ भयो। सो मेरो यस्तो ठाडो उकालो त नबनाउन गएछ, यत्नै ढो भइसक्यो जस्तै। सिधै माथि उक्लिनु पर्ने छ, यस्तो उकालो कसरी हिँड्ने होला। फाइनली ब्याक टु द्याट टफ इनफ। जस्तै थकियो ज्यान चाहिँ तिन टाइममै आयो जस्तो लाग्यो यार। ठिकै पट्टि भएर आज गेम हार्नेमा सबभन्दा ठुलो भूमिका उहाँ सरको छ। रिसाएर उधुम भएर किसिमै भयो नि, अनि उहाँ चाहिँ सर्ट हान्न नसकेर हाम्रो गेम सुधार्ने चाहिँ उहाँ हुनुहुन्छ। हाम्रो मोबाइल देखाइदिनु त, मोबाइल इ स्यामसङ अल्ट्रा X24। अनि गाइजहरू फेरि यता छन् है छुट्टै, यिनीहरूको छुट्टै स्वाग छ। फाइनली हाम्रो विराज बाबुसँग भेट भइसकेको छ मेरो। म टिका लगाइरहेको छु, बाजेले लगाइसक्नुभयो। अब पालो मामा आन्टीको। लेट नाइट टिका लाउनुको मजा बेग्लै छ नि फेरि। के हो र काले? कालेले केही छ तिम्रो, केही छ भन त। सर दादा नभेटाएको कस्तो भइरहेछ अनुभव भन्दै धेरै पछि भेटा भएर के भइरहेछ? माया लाग्थ्यो कि माया लाग्थ्यो नि सर दादाको? चुपा गर्नु त्यसो। ओ लारेछ माया, लारेछ। बार हुनु, दुबो जस्तै जेलिनु, पासी जस्तै मरिनु, मामाले भने मान्नु, सही बाटोमा हिँड्नु, गलतले गलत, सहीले छुट्याउन सक्ने हुनु। ल यो त के भेटेको छु मैले, क्याप। अनि यो क्यापलाई म लगाउँछु यसरी। ल यो त आजको लागि भिडियो यति नै। लाइक सब्सक्राइब गर्नुभएको छैन भने लाइक सब्सक्राइब गरिदिनु होला। बाई।